धान पराल सबै उठाइसकेपछि काम सकिसकेपछि अब यहाँ जोताइ सुरु भइसकेको छ। सर अब यहाँनिर जोताइ सुरु भइसकेको छ। अब यो लास्ट स्टेज हो है। हाम्रो यहाँ मालिकहरू यहाँ जोटाउने मालिकहरू धनाधन चलिरहेको छ। के छ जोटाउनु लाग्यो आजै के छराउनु लाग्यो? तोरी। पहिले गोरुले राँगोले जोत्ने चलन थियो होइन? अहिले चाहिँ यो यस्तो सुविधा आउँदाखेरि तपाईँलाई कस्तो लागिरहेछ? जस्तो लागिरहेको हो। यसमा पनि धेरै फाइदा छ। पहिले त गोरुले तपाईँले राँगोल जोड्नु भयो कि नै? तपाईँले राँगोल जोड्नु भयो कि नै? राँगोल जोत्थेन? अनि बिरालोले टक्क लाएर हेर्नु मजाको जोताइ भइरहेको छ। यो भनेको एकदम छिटो छरितो फाइदा एकदमै राम्रो हो कि हेर्न सक्छ। गोरुले भन्दा यसले धेरै फाइदा पनि छिटो। एउटा गोरु जोत्ने टाइम अरू काम गर्न सकेको हेर्न सक्नुहुन्छ। मजाले भइरहेको छ। यहाँ घुमिराख्ने अर्को बिउ छर्न लाग्यो यो आमे यहाँ बुढियामे। ए अर्को हलो जोड्नु आमा, अर्को हलो जोड्नु हलो। एकदमै राम्रो छ। दाङ जिल्लामा अब सम्पूर्ण काम सकिसकेपछि परालहरू दाइसकेपछि धानहरू उठाइसकेपछि भित्राइसकेपछि अब यस्तो जोत्ने चाहिँ अब सिजन आइसकेको छ। हेर्न सक्नुहुन्छ मजाले जोताइ भइरहेको छ है। हेर्न सक्नुहुन्छ। अब सिवाने धर्म हो अरे यस्तो देखेको। यो गोरुले जोत्नको लागि कति टाइम लाग्थ्यो होला दाइ? 12 घन्टा। यो त हुन पनि धेरै खेत छ। तर यो ट्र्याक्टरले भनेपछि अब 10 मिनटमै सघाइदिन्छ होला है। 10 नै 15-20 मिनट त्यति चाहिँ लाग्छ। त्यस्तो 15-20 मिनट चाहिँ लागिहाल्छ। हेर्न सक्नुहुन्छ। अबदेखि गोरुहरू पाउन छाडे, मान्छेले दुःख गर्न छाडे। हेर्न सक्नुहुन्छ अब ट्र्याक्टर गाउँ गाउँमा घर घरमा खेतमा आइसकेको छ। यसरी जोताइ भइरहेको छ। तपाईँहरूको ठाउँमा केले जोत्नुहुन्छ? गोरुले ट्र्याक्टरले? लाइक कमेन्ट चाहिँ अवश्य गर्नु होला है त। यो यहाँनिर के छर्न लाग्नु भएको तपाईँले? यहाँ के छर्न लाग्नु भएको छ? तोरी। अनि उहाँ आमाले चाहिँ के छर्न लाग्नु भएको छ?